कन्या राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध कुन राशिसँग कस्तो हुन्छ? 12 राशिहरूमा प्रत्येक राशिहरूको फरक फरक गुण र स्वभाव हुने गर्छ। यी राशिहरू पनि एक आपसमा शत्रु राशि र एक आपसमा मित्र राशि तथा अति मित्र राशिहरू हुने गर्छन्। आजको यस भागमा म कन्या राशिको प्रेम र वैवाहिक जीवन कुन राशिसँग सफल हुन्छ र कुन राशिसँगको सम्बन्धले जीवनमा खुसियाली भन्दा पनि झन चुनौतीहरू थपिने गर्छ, यसै विषयमा विस्तारले चर्चा गर्नेछु। म हुम राजु पराजुली। हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक लाइक गरेर सँगै सब्सक्राइब गर्न नभुल्नुहोला। 12 राशिहरूको चक्रमा 6औं स्थानमा पर्ने 6 नम्बरको राशि नै कन्या राशि हो, जसको प्रतीक कुमारी कन्याको सङ्केत चिन्ह हो। यसको स्वामी ग्रह बुध हुन् र यो पृथ्वी तत्त्वको राशि हो। कन्या राशिमा जन्म हुनेहरू अत्यन्तै बुद्धिमान, परिश्रमी, व्यवस्थित र सेवाभाव राख्ने खालको हुन्छन्। स्वामी बुध र पृथ्वी तत्त्वको संयोजनले यिनीहरूलाई अत्यन्तै व्यवहारिक, तार्किक र विश्लेषणात्मक बनाउँछ। यिनीहरू पर्फेक्टनिस्ट हुन्छन् र हरेक विवरणमा डिटेलको ध्यान दिन्छन्। यिनीहरू शान्त र नम्र स्वभावको हुन्छन्। प्राय यिनीहरू अरूमा र आफूमा पनि धेरै दोष खोज्ने बानी राख्छन्। हरेक कुरालाई धेरै विश्लेषण गर्ने बानीले गर्दा यिनीहरू अलि चिन्तनको शिकार हुन सक्छन्। यिनीहरू नयाँ परिस्थितिमा अलि सङ्कोची स्वभाव पनि राख्ने गर्छन्। आफ्नो पर्फेक्ट स्वभावको कारण काममा थोरै गडबडीले पनि यिनीहरूलाई चिन्ता र तनाव दिने गर्छ। हरेक विवरणमा अत्याधिक ध्यान दिँदा यिनीहरू सानो काममा पनि धेरै समय खर्च गर्छन्, जसले गर्दा समग्र काममा ढिलाइ पनि हुने गर्छ। अरूको कमी कमजोरीमा बढी ध्यान दिन खोज्दा सामाजिक सम्बन्ध बिग्रने चुनौती पनि हुने गर्छ। तर यिनीहरू मितव्ययी र ध्यान दिएर खर्च गर्ने भएकाले यिनीहरूको आर्थिक व्यवस्था भने प्राय स्थिर हुन्छ। यिनीहरूले पैसाको हिसाब किताब राम्रोसँग राख्छन्। प्रेम सम्बन्ध र वैवाहिक जीवनमा यिनीहरू प्रेममा व्यवहारिक, समर्पित र सहयोगी हुन्छन्। यिनीहरू भावुकताभन्दा व्यवहारिकतालाई बढी महत्त्व दिन्छन्। यिनीहरू आफ्नो पार्टनरको सेवा गरेर र सानो कुरामा पनि ध्यान दिएर प्रेम व्यक्त गर्छन्। यिनीहरू आफ्नो पार्टनरलाई पनि धेरै विश्लेषण गर्ने र आलोचना गर्ने भएकाले सम्बन्धमा कहिलेकाहीँ निराशा पनि आउने गर्छ। प्राय यिनीहरू सहजै प्रेममा पर्दैनन्, तर एकपटक परेपछि अत्यन्तै समर्पित हुन्छन्। यिनीहरूले सम्बन्धमा सत्यता र व्यवहारिकताको चाहना राख्छन्। कन्या राशि हुनेहरूले बुद्धिले आफ्नो प्रियजनको रक्षा गर्छन्, सेवा मार्फत आफ्नो शुद्धता व्यक्त गर्छन्। यिनीहरूले आफ्नो प्रेम शब्दले होइन, स्याहार गरेर देखाउँछन्। तपाईँको लागि योजना बनाउँछन्, तपाईँको काममा सानो सल्लाह पनि दिन्छन् भने त्यो नै यिनीहरूको प्रेम भाव हो। यदि यिनीहरूले तपाईँलाई सौन्दर्यको प्रतीक भन्छन् भने बुझ्नुहोस् तपाईँ यिनीहरूको हृदयमा बसिसक्नु भएको छ। तर सबैभन्दा धेरै सोच्ने राशि नै कन्या राशि हो। बुध ग्रहको प्रभावले अत्यधिक विश्लेषण गर्ने, सानो सानो कुरामा पनि परिपूर्णता खोज्ने, प्रेममा एकाएक विवरण तौलाएर मात्र निर्णय गर्ने, सही हो कि होइन भनेर धेरै पटक मनमा प्रश्न उठ्ने गर्छ। यही कारणले यिनीहरू प्रेम प्रस्तावमा वा निर्णय लिन सबैभन्दा धेरै ढिला गर्ने गर्छन्। प्राय धेरै सोच्ने बानीले गर्दा कहिलेकाहीँ जस सम्बन्धमा पनि असर पर्ने गर्छ। सानो कमजोरी पनि सहन नसक्ने स्वभाव, अरूको आलोचना गर्ने स्वभाव, हतारमा निर्णय लिने र मनभित्र भावनाहरू दबाएर राख्ने स्वभावले यिनीहरूलाई चिन्ता बढ्ने गर्छ। तर बुध ग्रहले बुद्धि, स्थिर र विचार प्रदान गर्ने हुँदा कन्या राशि हुनेहरू प्रेममा सजिलै पर्दैनन्, तर एकपटक परे भने व्यवहारिक, जिम्मेवार प्रेम गर्छन्। यिनीहरूको माया यथार्थमा आधारित हुन्छ, त्यसैले कहिल्यै नटुट्ने। यदि कन्या राशिको स्त्री होस् या पुरुष होस् मित्र राशिसँग वैवाहिक बन्धनमा जोडिन्छन् भने कन्या राशिलाई जीवनसाथी बनाउन पाउनेलाई भाग्यमानी मान्नुपर्छ। किनभने कन्या राशि हुनेहरू समर्पित, धैर्यवान र सम्बन्धलाई व्यवहारिक रूपमा बचाउन खोज्ने हुन्छन्। तपाईँको वरिपरि सुरक्षा कवच झैँ हुन्छन्। आफूले दुःख पाए पनि परिवारले दुःख नपाओस् भन्ने भावना राख्ने गर्छन्। शान्त तर अत्यन्तै समर्पित प्रेम गर्छन्। प्रेममा इमान्दारी, सफा मनको प्रतिबद्धता, सानो कुरामा पनि अत्यन्तै ध्यान दिने, एकपटक मन पर्यो भने जीवनभरि साथ दिन्छन्।
घर परिवारलाई कुनै कुराको कमी राख्दैनन्। यस्तो गुण स्वभावले परिपूर्ण हुन्छन् कन्या राशि हुनेहरू। उमेर पुगेका युवा युवतीहरूको प्राय एउटै जिज्ञासा हुन्छ कि मेरो जीवनसाथी कस्तो गुण र स्वभावको हुन्छ होला। ज्योतिषशास्त्रमा भनिए अनुसार कन्या राशिको जीवनसाथीमा अत्यन्तै सादगीपना हुन्छ। सादा जीवन उच्च विचारको हुन्छन्। उनीहरूमा त्याग र क्षमाशीलताको गुण हुन्छ। धार्मिक स्वभावको हुन्छन्। उनीहरू प्राय अरूको आवश्यकतालाई आफ्नोभन्दा पहिला राख्ने गर्छन्। उनीहरूको पवित्र सोच, सहानुभूति, दया र इमान्दारिताको प्रतीकको रूपमा कन्या राशिको जीवनसाथीको गुण र स्वभाव हुने गर्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार कन्या राशि हुने जनहरूको कन्या राशिसँग नै मकर राशि, वृषभ राशि र कर्कट राशिसँगको वैवाहिक सम्बन्धलाई उत्तम जोडी मानिएको छ। कन्या राशिको यी राशिहरूसँगको वैवाहिक सम्बन्धले जीवनमा आइपर्ने जस्तो सुकै चुनौतीहरूलाई पनि मिलेर लक्ष्य बनाएर एकअर्काको भावनालाई सम्मान गरेर अघि बढ्ने गर्छन् र जस्तो कठिन परिस्थितिलाई पनि सजिलै पार लाउन सफल हुन्छन्। त्यसैगरी कन्या राशिको मीन राशिसँगको सम्बन्धले मै बाठो मै जान्ने सुन्ने हो भन्ने दुवैमा भावना हुने गर्छ र सानो सानो कुरामा पनि प्राय वैचारिक मत भिन्नता यिनीहरू बीच हुने गर्छ। त्यसैगरी कन्या राशिको मिथुन राशि, वृश्चिक राशि, धनु राशि र कुम्भ राशिसँगको सम्बन्धले यिनीहरू बीच सानो सानो कुरामा पनि मत बाँझिने गर्छ। यिनीहरूको बीचमा तँभन्दा म के कम भन्ने भावना बन्ने गर्छ र जीवनभरि सानो सानो कुरामा पनि कलेश, लडाइँ, झगडा यिनीहरू बीच भइ नै रहने गर्छ। त्यसैगरी कन्या राशिको लागि सिंह राशि, तुला राशि र मेष राशिसँगको वैवाहिक सम्बन्ध जोडिनलाई शुभ मानिँदैन। यदि यी राशिसँग वैवाहिक सम्बन्ध जोडिन्छ भने 2-4 वर्ष सामान्य नै चले पनि त्यसपछि खुसियाली भन्दा पनि झन झन चुनौतीहरू आइपर्ने गर्छ र जीवनमा खुसी भन्दा पनि निराशा मिल्ने गर्छ। त्यसैले कन्या राशिले यी राशिसँग सम्बन्ध नजोडेको राम्रो हुनेछ। दर्शकबिन, यो थियो कन्या राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध सबै 12 राशिहरूसँग के कस्तो हुने गर्दछ। अन्य कुनै जानकारी वा जिज्ञासा भए कमेन्टमा अवश्य लेख्नुहोला। हामी तपाईँको सबै जिज्ञासाको सम्बोधन गर्नेछौँ र हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक लाइक गरेर सब्सक्राइब गर्न नभुल्नुहोला। हामीहरू यो च्यानलमा सम्पूर्ण ज्योतिष सम्बन्धी जानकारीमूलक सामग्रीहरू तथा राशिफलहरूको साथ उपस्थित हुने गर्छौँ।